एउटा सिटमा एउटा गर्नु है यो होल एउटा सिटमा तपाईहरुले यो आरभीपी एलभीपी लेखे पनि हुन्छ VP1 VP2 लेखे पनि हुन्छ है अब त्यसमा के भयो त मैले यहाँ तीनटा ग्राउन्ड लाइन राखेको छु है तीनटा ग्राउन्ड लाइन छ है अनि एचएल के छ त एउटा छ हैन एउटा एचएल चाहिँ कुन भएर यो अब्जेक्ट जुन छ अब्जेक्टको हाइटको समवेयर अब मिड लाइन भन्दा अलिकति माथि राखेको छु है मैले यो भनेको चाहिँ कस्तो खालको स्टेप दुईटा स्टेपमा भनेको अब्जेक्ट छ है बुझिरहेछ है अनि अर्को भनेको ग्राउन्ड लाइन मैले के गरेछु एचएल भन्दा धेरै तल यो जुन अब्जेक्ट भन्दा माथि छ है यो अब्जेक्ट भन्दा माथि छ अर्को चाहिँ के छ त एचएल ग्राउन्ड लाइन भन्दा तल छ है तीनटा सेटअप बनाएर चाहिँ ग्राउन्ड लाइनको बुझिरहेछ तीनटा सेटअप है एउटा चाहिँ ग्राउन्ड लाइन मैले राखेको छु त्यसमा जुन एचएल छ एचएल मा चाहिँ अब्जेक्ट मिडमा भएर गएको छ र अर्को चाहिँ यसको माथि र तल छ है
यसमा अब हामीले सुरु गर्दाखेरि के गर्नु भइरहेछ त यो बी जुन यो पोइन्ट छ एउटा पिटीमा टच भइरहेको छ। सो अब यो पिटीमा टच भइरहेछ भनेपछि के हुन्छ त यो हाम्रो सिधा गर्ने भयो है। अब यो फर्स्ट सेटअपमा जाउँ है त हामी। फर्स्ट सेटअपमा जाँदाखेरि यो पोइन्ट यो भयो हैन। अब यसमा के छ एलबीपी र आरयूपी तल गएको छ है। अब हामीले स्टेसन पोइन्टबाट अब यो पोइन्ट पत्ता लगाउनु पर्यो हामीले सुरु हो। यो पोइन्ट भनेको अब हामीले के गर्नु पर्यो र भिजुअल रे भयो अनि त्यसपछि भर्टिकल ड्रप है हो यो पोइन्टको लागि है। मैले बी सी र डी गरेर सक्छु है। अब यो पोइन्टबाट हामीले यसमा जानलाई के गर्नु पर्यो राइट भ्यानिसिङ पोइन्टमा जानु पर्यो। यो भने कुनसँग प्यारलल राइट भ्यानिसिङ पोइन्टसँग प्यारलल। त्यही भएर के भयो त राइट भ्यानिसिङ पोइन्टमा जानु पर्यो यसरी हो। बुझिरहेछ कुन आयो यो पोइन्ट आयो है। सिमिलरली अब अर्को डी यो भनेको बी भयो। अर्को अब यता छ डी पोइन्ट आउनको लागि लेफ्ट भ्यानिसिङ पोइन्टमा जानु पर्यो है। अर्को हामीले स्टेसन पोइन्टबाट यो भिजुअल रे अनि भर्टिकल है। कुन पोइन्ट आयो यो पोइन्ट र यो पोइन्ट आयो हैन। यो है अनि यो भनेको ए नै भयो है आयो। अब के गर्नु पर्यो पछाडिको सी पोइन्ट आउनलाई के गर्नु पर्यो हामीले डी र बीबाट लेफ्ट भ्यानिसिङ पोइन्टमा अनि एबाट राइट भ्यानिसिङ पोइन्ट हैन। डीबाट राइट भ्यानिसिङ पोइन्टमा जानु पर्यो यसको लागि र अर्को यसरी हो यो पोइन्ट आयो है। देखिरहेछ यो आयो यो आयो यो आयो बुझिन्छ बुझिरहेछ है। अब हाइट दिनु पर्यो हो। अब अहिले मैले एउटा क्युब जस्तो मात्रै बुझिरहेको छु क्युब जस्तै गरेर लगिरहेको छु भने यो हाइट हो। अब सेम त्यही प्रोसेस गर्नु पर्यो कि परेन डीमा जानु पर्यो लेफ्ट भ्यानिसिङ पोइन्टमा अनि राइट भ्यानिसिङ पोइन्ट आइरहेछ अब्जेक्ट देखिरहेछ। अब के भइरहेछ त हामीले यसमा हेर्दाखेरि अब कस्तो खालको अब्जेक्ट तलबाट देखेको आयो कि आएन हो। तलबाट देखिरहेछ द्याट इज होम्स आई भ्यू भयो है। एउटा हामीले रेक्ट्याङ्गुलर फर्म क्रिएट गर्यौँ। सिमिलरली त्यस्तै नै तलको गर्नु पर्यो। अब यो लाइनमा बसेर हेरौँ है। यो सेकेन्ड सेटअपमा जाउँ है त। सेकेन्ड सेटअपमा जाँदाखेरि यो पोइन्ट हो कि होइन है यो पोइन्टमा छ। अब त्यसपछि हामी कहाँ जानु पर्यो यो भनेको ए भयो है अघिको ए यो अब यो है राइट भ्यानिसिङ पोइन्ट लेफ्ट भ्यानिसिङ पोइन्ट हो। त्यस पछाडि बी यो भयो। Similarly, you can extend down that will be D है B र D हो है बुझिन्छ है। अब यसमा हाइट दिनु पर्यो। So this is the height. अब left vanishing point and then right vanishing point आइरहेछ। So where is the object?
आयो तलबाट हेरेको आयो होम साइड भ्यूमा। अब नर्मलाइज भ्यूमा हेर्दा है हामीले पिचबाट हेरिरहेको छौँ है क्लियर। अब टप भ्यूमा आयो है जुन बर्ड साइड भ्यूको पाला होइन है। अब यसमा के गर्नु पर्यो अघि गरेको जस्तै राइट भ्यानिसिङ पोइन्ट लेफ्ट भ्यानिसिङ पोइन्ट है यो पोइन्ट आयो नि होइन हो। अब यसमा हाइट दिनु पर्यो हो आयो। अब यसलाई पनि के गर्नु पर्यो अघि गरेको जस्तै लेफ्ट भ्यानिसिङ पोइन्ट र राइट भ्यानिसिङ पोइन्टमा जानु पर्यो होइन। हो अब हाम्रो त यहाँ पछाडिको पनि देख्यो अघि त देखेको थिएन। अब के गर्नु पर्यो राइट भ्यानिसिङ पोइन्ट लेफ्ट भ्यानिसिङ पोइन्ट है। आएन के भयो होम साइड भ्यू भयो यो नर्मलाइज भ्यू अनि बर्ड साइड भ्यू। यो गरेको बुझ्यो कि बुझेन क्लियर भिजुअलाइजेसन भयो नि है। एउटै सेटअपबाट हामीले के गरिरहेको छौँ तीनवटा भ्यूजहरू चाहिँ देखिरहेको छौँ। यसमा के गर्यो हामीले एचएल फिक्स गर्यौँ हो। एचएल एउटा चाहिँ तिनटैको लागि भयो हो। अर्को चाहिँ ग्राउन्ड लाइन चाहिँ हामीले माथि र तल भयो है। अब अर्को डिटेलिङ्सहरू अब गर्न सक्छौँ सक्दैन यसमा अघि गऱ्यो नि हामीले है त्यो गऱ्यो होइन। त्यस्तै अब यसमा डिटेलिङ्सहरू थप्नु पर्यो है स्टेप्सहरू थप्नु पर्यो। अब एउटा यसमा गर्दाखेरि यसको हाइट दिनु पर्यो हो यो पोइन्ट निकाल्दाखेरि होइन यहाँनिर। अब यसबाट के गर्नु पर्यो त यहाँबाट यता जानु यो भनेको लेफ्ट भ्यानिसिङ पोइन्टमा जानु हो है ओके होइन है। अनि त्यसपछि के गर्नु पर्यो यसको पियर्सिङ पोइन्ट निकालेर भर्टिकल ड्रप आयो पोइन्ट आयो है। अनि त्यस पछाडि यो निकाल्नलाई के गर्नु पर्यो राइट भ्यानिसिङ पोइन्टमा जानु पर्यो बुझिन्छ। अघि हामीले गर्यो नि त्यही प्रोसेस चाहिँ फेरि घट्दै जाने सेम यसमा पनि रिपिट गर्ने यसमा पनि रिपिट गर्ने बुझिन्छ गर्न सकिन्छ। अब ट्राई गर्नु पर्यो आफैले है यो डिटेलिङ्सहरू। मैले चाहिँ एउटा क्युबमा गरेँ अब त्यसलाई चाहिँ यसमा यति भइसकेपछि एउटा होल एउटा क्युब आयो होइन। अब त्यसमा चाहिँ के गर्नु पर्यो त यो पङ्क्चर्सहरू राख्नु पर्यो है स्टेप राख्नु पर्यो सकिन्छ है। ल यसरी चाहिँ जान्छ ल त्यो चाहिँ अब आफूले गर्ने अब अहिले गरे पनि हुन्छ।